हामी चाहिँ कस्ट अकाउन्टिङ सिस्टमको एउटा पार्ट नन इन्टिग्रेटेड सिस्टम पढ्न गइरहेका छौँ। नन इन्टिग्रेटेड सिस्टम भनेको चाहिँ के हो भन्दाखेरि नन इन्टिग्रेटेड भनेको चाहिँ कम्बाइन नभएको लागि छुट्टा छुट्टै अकाउन्टिङ सिस्टम हामीले फलो गर्छौँ भनेको। ओके ल, मसँग चाहिँ यो चार्ट बनाएको छु मैले। यति चार्ट पढेपछि चाहिँ यति हेरेपछि नन इन्टिग्रेटेड सिस्टम चाहिँ सकिन्छ कि भन्दा अरू चाहिँ हेर्न पर्दैन। ओके, सुरु गरौँ भन्दाखेरि चाहिँ यो बुझ्नको लागि चाहिँ हामीले सर्टेन पोइन्टहरू एज्युम गर्छौँ। लाइक डब्लुआइपीलाई चाहिँ मैले फ्याक्ट्री रिलेट गरिदिन्छु। जहाँ डब्लुआइपी हुन्छ त्यसलाई चाहिँ फ्याक्ट्री सोच्ने मात्रै, फेरि चाहिँ एक्चुअली होइन सोच्ने मात्रै, फ्याक्ट्री सोचेर गर्दाखेरि चाहिँ पढ्न सजिलो हुन्छ। र यसमा चाहिँ क्यास, ब्याङ्क, डेटर र क्रेडिटरलाई चाहिँ कस्ट लेजर कन्ट्रोलले डिनोट गर्छौँ, सिएलसी भनेर। त्यसपछि अनि र मटेरियल, वेजेस, प्रोडक्सन ओभरहेड, एडमिनिस्ट्रेसन ओभरहेड र सेलिङ एन्ड डिस्ट्रिब्युसन ओभरहेड, यो 5वटा भयो। यो त हामीले अब पढेकै यो कस्टमा, कस्टको मेन कम्पोनेन्ट प्लस सेल्स, यो 5वटामा चाहिँ सिएलसी आउँछ। र सिएलसी जता जता आउँछ त्यसको एन्ट्री चाहिँ एक्सपेन्स अकाउन्ट डेबिट टु सिएलसी हुन्छ। त्यो अहिले माथि बुझ्छ, हामी चाहिँ अहिले त्यति मात्र गर्ला। अनि यो सिएलसी भनेको चाहिँ फाइनेन्सियल अकाउन्ट हो र अदर चाहिँ अरू बाँकी जति हुन्छ त्यो कस्टिङ हो। र सिएलसी बाहेक अरूको एन्ट्री चाहिँ कसले पायो र कसले दियो भनेको डेबिट द रिसिभर, क्रेडिट द गिभर हुन्छ। ओके ल, अब हामी सुरु गर्छौँ। सुरुमा सप्लायरबाट हामी चाहिँ गुड्स, अन्त कस्टिङमा त कस्ट अफ गुड्सको कुरा गर्छौँ। सो सुरुमा त र मटेरियल चाहियो। सप्लायरबाट हामीले र मटेरियल मगाउँछौँ। कता आउँछ त्यो? स्टोरमा आउँछ। भनेपछि फर्स्ट इट इज द एउटा पार्ट अफ द कस्ट हो। सो के भन्थेँ मैले भर्खरै? र मटेरियल, त्यसपछि प्रोडक्सन ओभरहेड, त्यसपछि एडमिनिस्ट्रेसन ओभरहेड, त्यसपछि लेबर, त्यसपछि सेलिङ एन्ड डिस्ट्रिब्युसन ओभरहेड र सेल्समा चाहिँ सिएलसी आउँछ। भनेको सिएलसी भनेको क्यास हो। ओके, सप्लायरबाट हामीले स्टोरमा ल्याउँदाखेरि हाम्रो र मटेरियल पर्चेस गर्दाखेरिको के हुन्छ? नर्मल अकाउन्टिङ एन्ट्री, फाइनेन्सियल अकाउन्टिङ के हुन्छ भन्दाखेरि चाहिँ हुन्छ हाम्रो र मटेरियल अकाउन्ट डेबिट, पर्चेस अकाउन्ट डेबिट, पर्चेस टु ब्याङ्क। ओके, फर इक्जाम्पल हामीले ब्याङ्कमा डिल गर्दैछौँ, पर्चेस टु ब्याङ्क हुन्छ। ओके, अब यता चाहिँ हाम्रोमा त पर्चेस आउँदैन। पर्चेस र मटेरियल केसँग रिलेटेड हुन्छ? स्टोरसँग रिलेटेड हुन्छ र मटेरियल। सो र मटेरियल स्टोरसँग रिलेटेड भएको चाहिँ एसएलसी भनेको चाहिँ स्टोर लेजर कन्ट्रोल अकाउन्ट डेबिट टु, अघि मैले एजुम के हुन्छ यसमा भन्दै क्यास ब्याङ्क, यो क्यास ब्याङ्कलाई हामीले सिएलसीले डिनोट गर्छौँ, सिएलसी भनेर बुझ्छौँ। सो यता ब्याङ्कको ठाउँमा के आउँछ? सिएलसी आउँछ। ओके, सो एसएलसी अकाउन्ट डेबिट, एसएलसी भनेको चाहिँ स्टोर लेजर अकाउन्ट डेबिट टु सिएलसी, सिएलसी भनेको ब्याङ्क अकाउन्ट। ओके, यति भयो। त्यसपछि नेक्स्ट एउटा यो मेन पोर्सन गयो हाम्रो, के गयो? पर्चेज। अब रिटर्न गर्दाखेरिको त रिभर्स एन्ट्री गर्ने, र मटेरियल रिटर्न भयो चाहिँ सिएलसी अकाउन्ट, एसएलसी अकाउन्ट। एउटा सप्लायर भयो, लाइक र मटेरियल भयो। सेकेन्ड के भन्थेँ मैले? वेजेस भन्थेँ। ओके, लेबरलाई हामीले के दिनुपर्छ? वेज दिनुपर्छ। लेबरलाई वेज दिएछिको एन्ट्री के हुन्छ हाम्रो? नर्मल एन्ट्री वेज अकाउन्ट डेबिट, वेजेस टु ब्याङ्क हुन्छ कि हुँदैन? हुन्छ। ओके, सो अब वेज भनेको ठाउँमा वेज कन्ट्रोल आयो। यता चाहिँ कन्ट्रोल भनेर आउँछ कि सँगै एक्सपेन्स कन्ट्रोल अकाउन्ट हुन्छ कि है। ओके, एक्सपेन्स यता मैले लेख्न बिर्सेछु, एक्सपेन्स कन्ट्रोल अकाउन्ट, एक्सपेन्स कन्ट्रोल अकाउन्ट डेबिट टु सिएलसी हुन्छ। ओके, भनेपछि यता हाम्रो सिएलसी केमा आउँछ भनेको चाहिँ मैले एउटा र मटेरियलमा सिएलसी आउँछ, अर्को लेबरमा सिएलसी आउँछ, अर्को प्रोडक्सन ओभरहेडमा सिएलसी आउँछ, एडमिन ओभरहेड, स्ट्यान्डर्ड यो सेलिङ एन्ड डिस्ट्रिब्युसन ओभरहेड र सेल्समा आउँछ। सो अब लेबरमा पनि एन्ट्री हुन्छ वेजेस टु ब्याङ्क। सो ब्याङ्क भनेको यता के हो? सिएलसी, वेजेस टु सिएलसी। यति भयो। थर्डमा के छ? प्रोडक्सन ओभरहेड। प्रोडक्सन ओभरहेड पेड अर इन्कर्ड भएपछि फर्मुला त्यही नै, प्रोडक्सन ओभरहेड कन्ट्रोल टु ब्याङ्क हुनपर्ने, अब ब्याङ्कको ठाउँमा सिएलसी आउँछ। यो पनि भयो। त्यसपछि 3वटा भयो। पहिला मैले यो 5वटा सकेँ, 3वटा भयो। ओके, फर्स्ट, सेकेन्ड, थर्ड, देन आफ्टर। ओके, एडमिन ओभरहेड। एडमिन ओभरहेड इन्कर्ड भएको केसमा के हुन्छ? एडमिन ओभरहेड कन्ट्रोल टु सिएलसी, सिएलसी नै हुन्छ कि सबैमा। फेरि स्ट्यान्डर्डमा पनि त्यही नै हो, पहिला एक्सपेन्स कन्ट्रोल अकाउन्ट डेबिट टु सिएलसी। सेल्समा चाहिँ यतिसम्म चाहिँ के हो भन्दा चाहिँ एक्सपेन्स, यो 5वटामा र मटेरियल, लेबर, प्रोडक्सन ओभरहेड, एडमिनिस्ट्रेसन ओभरहेड, स्ट्यान्डर्ड ओभरहेडमा चाहिँ यिनीहरूको एन्ट्री के हुन्छ भन्दा चाहिँ एक्सपेन्स कन्ट्रोल अकाउन्ट डेबिट, एक्सपेन्स कन्ट्रोल अकाउन्ट डेबिट टु सिएलसी अकाउन्ट। यो त बुझिसक्नु भयो होला। ओके, र लास्टमा सेल्स मैले भन्थेँ 5वटा थियो र एक्स्ट्रा सेल्सको पनि कुरा आउँछ। सेल्सको एन्ट्री चाहिँ के हुन्छ? सिएलसी टु कस्टिङ। यो कसरी सिएलसी कस्टिङ भयो भन्दा चाहिँ सेल्सको फाइनेन्सियल एन्ट्री के हुन्छ हाम्रो? सेल्स भएपछि के हुन्छ? ब्याङ्कमा पैसा आउँछ, ब्याङ्क अकाउन्ट डेबिट, ब्याङ्क अकाउन्ट टु सेल्स अकाउन्ट हुन्छ। ओके, अनि पछि यो त अब
नोमिनल आइटम मैले पिएलमा ट्रान्सफर गर्न पर्यो भनेपछि यसको एन्ट्री के हुन्छ सेल्स टु पिएनएल हुन्छ। अब हाम्रो पिएनएल भनेको हाम्रो कस्टिङ पिएनएल हुन्छ। सो अब यसको र यसको त इम्प्याक्ट काटिन्छ, लास्टमा के बच्छ नेट एन्ट्री ब्याङ्क टु कस्टिङ पिएनएल भनेको ओभरअल लास्ट एन्ट्री त कस्टिङमै जाने हो नि त। सो अब हाम्रो यता त ब्याङ्क हुन्न, ब्याङ्कको हाम्रो के हुन्छ सिएलसी टु कस्टिङ पिएल यसरी भएको कि हो। ओके यति भयो। अब अहिले मैले भनेको कुरा के थियो र मटेरियल वेज यो 6वटा चाहिँ सिएलसी हुन्छ, यिनीहरूको एन्ट्री एक्सपेन्स टु यो हुन्छ। अब अरू जति बाँकी छ तिनीहरूको एन्ट्री के हुन्छ भन्दा मैले कसले पायो अथवा अब डेबिटमा के हुन्छ रिसिभर द डेबिट गिभर द क्रेडिट हुन्छ। ओके यो फन्डा लगाउने मिल्छ। अहिले हामीले जति गऱ्यौँ गोलो लगाइसकेँ मैले, अरू सब बाँकी चाहिँ त्यो हुन्छ नि। एउटा के एजम गर्ने भन्दा मैले लेट मात्रै हो, यो डब्लुआइबीलाई के मान्ने भन्दा मैले फ्याक्ट्री जस्तो ट्रिट गर्ने। ओके अब फ्याक्ट्री जस्तो ट्रिट गर्छु हेरौँ है कसरी हुन्छ। ल यसलाई मैले मार्क गरेँ सर्कल। ओके भनेपछि डब्लुआइबी भनेको के रिलेट गर्छौँ हामीले फ्याक्ट्री रिलेट गरेको छौँ। पहिला सुरुमा के हुन्छ फ्याक्ट्रीमा सामान, पहिला चाहिँ हामीले त्यो 5वटा चाहिँ याद गर्न पऱ्यो है, र मटेरियल लेबर प्रोडक्सन ओभरहेड एडमिनिस्ट्रेसन ओभरहेड र सेलिङ एन्ड डिस्ट्रिब्युसन ओभरहेड 5वटा र सेल्स 6वटा। यतिमा चाहिँ सिएलसी आउँछ। सिएलसी आउने बित्तिकै के हुन्छ भन्दा मैले यिनीहरूको 5वटाको चाहिँ एक्सपेन्स कन्ट्रोल अकाउन्ट डेबिट टु सिएलसी अनि कस्ट सेल्सको चाहिँ सिएलसी टु कस्टिङ पिएल सक्यो। अरू सबै बाँकीमा चाहिँ अदर यिनीहरू चाहिँ सबै अदर कस्टिङ हो। अदर कस्टिङ यो भइसकेपछि कसले पायो डेबिट द रिसिभर क्रेडिट द गिभर हुन्छ। ओके ल सुरुमा डब्लुआइपी भयो। डब्लुआइपी भनेको के भन्छ फ्याक्ट्री भन्छ। फ्याक्ट्रीमा सुरुमा के आउनु पऱ्यो सामान आउनु पऱ्यो स्टोरबाट सामान आयो। त्यो अघिको 5-6वटामा पर्छ पर्दैन भने के हुन्छ डेबिट द रिसिभर क्रेडिट द गिभर। अब यता चाहिँ कसले पाइरहेको छ सामान फ्याक्ट्रीले। हाम्रो फ्याक्ट्री भनेको यता के हो डब्लुआइपी भन्छ। डब्लुआइपी कन्ट्रोल अकाउन्ट डेबिट टु अब गिभरको डब्लुआइपीले पायो दियो गरे स्टोर भनेको स्टोर लेजर कन्ट्रोल एसएलसी। ओके बुझिन्छ नि यो। ओके ल यो पनि भयो। त्यस्तै गरेर सेकेन्डमा के छ अहिले ल यति छोड्नु। त्यसपछि अब लेबर वेजेससम्म भयो। अब वेजेस डाइरेक्ट वेज हो कि होइन। ओके अघि त पेड भएको, अब डाइरेक्ट वेजेस लास्टमा गएर कहाँ जोडिन्छ डब्लुआइबीमा जोडिन्छ फ्याक्ट्रीमै गएर। यसको एन्ट्री के हुन्छ कसले पायो वेज फ्याक्ट्रीले, फ्याक्ट्री वर्कर हो नि त डाइरेक्ट त फ्याक्ट्रीमा डाइरेक्टली इन्क्लुड हुन्छ। चाहिँ डब्लुआइबीले पायो डब्लुआइपी कन्ट्रोल अकाउन्ट डेबिट टु कसले दियो वेजेस कन्ट्रोल अकाउन्ट भयो। अब वेजेस अब डाइरेक्ट र इन्डाइरेक्ट हुन्छ। डाइरेक्ट वेजेस भएपछि त ल फ्याक्ट्रीमा गयो, इन्डाइरेक्ट भएपछि कहाँ आउँछ प्रोडक्सन ओभरहेडमा आउँछ। ओके प्रोडक्सन ओभरहेड आयो भने चाहिँ अब वेजेस कसले पायो प्रोडक्सन ओभरहेडले भने चाहिँ प्रोडक्सन ओभरहेड अकाउन्ट डेबिट टु कसले दियो वेजेस भने चाहिँ वेजेस कन्ट्रोल यो भइहाल्यो। त्यस्तै गरेर यता अब स्टोरमा पनि र मटेरियल हुन्छ। जस्तै यहाँनिर र मटेरियल इन्डाइरेक्ट र मटेरियल हुन्छ। जस्तै इन्डाइरेक्ट र मटेरियल पनि कता जान्छ प्रोडक्सन ओभरहेडमा जान्छ भने यति बेला के हुन्छ प्रोडक्सन ओभरहेड कन्ट्रोल अकाउन्ट डेबिट टु र मटेरियल भन्ने बित्तिकै र मटेरियल लेख्यो भने एसएलसी अकाउन्ट क्रेडिट गर्नुपर्छ। ओके यो भयो। अब प्रोडक्सन ओभरहेड पनि अब एब्जर्ब त गर्नु पऱ्यो। प्रोडक्सन ओभरहेड एब्जर्ब हुन्छ। एब्जर्ब भएपछि के हुन्छ फेरि कसले पायो डब्लुआइपीले डब्लुआइपी कन्ट्रोल अकाउन्ट डेबिट टु प्रोडक्सन ओभरहेड कन्ट्रोल क्रेडिट भयो। ओके अब डब्लुआइपी पछि के भन्यो अब फ्याक्ट्रीबाट के भन्छ फिनिस्ड गुड्स भन्छ। फिनिस्ड गुड्समा के हुन्छ त्यो अघिको 5वटा र 6वटामा 5वटा थियो र एउटा सेल्स बाहेक अरूमा आएपछि के हुन्छ रिसिभर द डेबिट। यता कसले पायो फिनिस्ड गुडले पायो भने चाहिँ फिनिस्ड गुड कन्ट्रोल अकाउन्ट डेबिट टु कसले दियो डब्लुआइपी कन्ट्रोल यति भयो। अब यो अघिको एडमिन ओभरहेड पहिला इन्कर्ड भएछ त एक्सपेन्स अकाउन्ट डेबिट टु सिएलसी। अब यो त एब्जर्ब ओभरहेड त एब्जर्ब हुन्छ। अब एब्जर्ब गर्दाखेरि के हुन्छ कसले पायो फिनिस्ड गुड कन्ट्रोल अकाउन्ट डेबिट टु कसले दियो एडमिनले दियो भने चाहिँ एडमिन ओभरहेड कन्ट्रोल क्रेडिट। सेम अब फिनिस्ड गुडबाट के हुन्छ कस्ट अफ सेल्स हुन्छ। अब फिनिस्ड गुडदेखि सेल्स हुने भयो सामानहरू भनेपछि फेरि यता के हुन्छ कसले पायो कस्ट अफ सेल्सले टु कसले दियो फिनिस्ड गुडले दियो सक्यो इस्युड फर सेल। अब यता फेरि सेल्समा त सेलिङ एन्ड डिस्ट्रिब्युसन ओभरहेड आउँछ इन्कर्ड अथवा पेड भएपछि अघिको भइसक्यो। अब त्यसपछि एब्जर्ब फेरि ओभरहेड एब्जर्ब हुन पऱ्यो कसले पायो कस्ट अफ सेल्सले पायो कस्ट अफ सेल्स डेबिट कसले दियो स्ट्यान्डर्ड एसएनडिओएस भयो। त्यसै गरेर अब कस्ट अफ सेल्सबाट कस्टिङ पिएलमा जान्छ। अब कस्टिङ पिएलमा जाँदाखेरि के हुन्छ यसको एन्ट्री भन्दाखेरि कसले पायो फेरि कस्टिङ पिएलले पायो कस्टिङ पिएल डेबिट टु कसले दियो कस्ट अफ सेल्सले दियो भने चाहिँ कस्ट अफ सेल्स क्रेडिट भयो। यो पनि भयो। अनि यो त अब बुझिसक्नु भयो किन यता कस्ट सिएलसी टु कस्टिङ आयो भनेको थियो मैले लास्टमा। अब कस्टिङ पिएलमा अब प्रफिट आयो कि लस आयो भन्ने कुरा। प्रफिट आयो भनेपछि के हुन्छ अब नर्मल एन्ट्री त अनि प्रफिट आएपछि के हुन्छ हाम्रो सधैँ कस्टिङ पिएल टु सिएलसी भइहाल्यो। लस भए चाहिँ के भयो सिएलसी टु कस्टिङ पिएल भइहाल्यो। लाइक अब प्रफिट त क्रेडिट ब्यालेन्स हुन्छ नि त प्रफिटको त प्रफिटलाई अब क्रेडिट ब्यालेन्सलाई ट्रान्सफर गर्नु पऱ्यो भने चाहिँ के हुन्छ डेबिटमा जान्छ कस्टिङ पिएल टु सिएलसी
अनि त लसमा चाहिँ CL/C2 कस्टिङ पिएल यो लेजर बनाएको के त जस्तै हामीले पिएल अकाउन्ट बनायौँ भनेपछि के हुन्छ त टु नेट प्रफिट हुँदैन हुन्छ नि हो CL/C2 नेट प्रफिट भएको त्यति नै हो ओके यो नै हो प्रफिट एन्ड लस अकाउन्ट ल यति नै हो अब बुझ्नु भयो कि भएन यति नै हो हामीले बुझ्नुपर्ने कुरा के भन्दाखेरि चाहिँ पहिला यो फ्लो थाहा पाउनु पर्यो सप्लायरले स्टोरलाई दिन्छ स्टोरबाट फ्याक्ट्रीमा जान्छ WIP भनेको फ्याक्ट्रीमा जान्छ हामीले त्यसपछि फिनिस गुड बन्छ फिनिस गुड बेच्नको लागि ल्याइन्छ बेचेपछि हाम्रो प्रफिट अथवा लस हुन्छ पिएलमा जान्छ अब लेबर हुन्छ लेबरलाई हामीले अब वेज तिर्नु पर्यो यदि डाइरेक्ट वेज हो भने चाहिँ WIPमा जान्छ फ्याक्ट्रीमा इन्डाइरेक्ट वेज हो भने चाहिँ प्रोडक्सन ओभरहेडमा अब स्टोरमा र मटेरियल डाइरेक्ट छ भने चाहिँ WIPमा जान्छ यदि इन्डाइरेक्ट छ भने चाहिँ प्रोडक्सन ओभरहेडमा जान्छ र र मटेरियल वेजेस प्रोडक्सन ओभरहेड एडमिन ओभरहेड सेलिङ एन्ड डिस्ट्रिब्युसन ओभरहेड र सेल्समा चाहिँ CL/C आउँछ CL/C भनेको ब्याङ्क क्यासको टर्म आउँछ अब CL/C आउने बित्तिकै यिनीहरू 5-6वटाको चाहिँ एन्ट्री के हुन्छ भन्दा चाहिँ एक्सपेन्स अकाउन्ट डेबिट टु CL/C अकाउन्ट अनि त्यहाँबाट आयो अरू जति पनि बाँकी हुन्छ कस्टिङ ट्रान्ज्याक्सनहरू त्यसको एन्ट्री चाहिँ डेबिट द रिसिभर हुन्छ क्रेडिट द गिभर हुन्छ जसले पायो त्यो चाहिँ डेबिट जसले चाहिँ दियो त्यो क्रेडिट ओके यति नै हो ओके बुझ्नुहुन्छ होला ओके ल यो चाहिँ म PDF मा राखिदिन्छु यसको लिंक चाहिँ म डिस्क्रिप्सनमा राखिदिन्छु ल